गोत्री माननीय मन्त्रीज्यू, यस कार्यक्रममा उपस्थित सम्पूर्णलाई विशेष धन्यवाद। विशेष गरेर म थोरै कुरा जानकारी मात्र गराउन चाहन्छु। यो तेलपानी बर्दिया भुरीगाउँ सडकको विषयमा अहिले पनि तेलपानी बर्दिया भुरीगाउँ सडकमा चाहिँ 50 लाख जति पैसा अहिले पनि छ र ठेकदारले काम गर्यो भने अहिले पनि यो वर्ष नै 1 करोडसम्मको भुक्तानी दिन सकिने परिस्थिति भएको छ र हामीले सुर्खेतदेखि हामीले त्यहाँ चाहिँ नापेर त्यहाँको स्ट्रक्चरको कामहरू अगाडि बढाएको छ र स्ट्रक्चरको कामहरू कहाँ के कति स्ट्रक्चरको काम हुन्छ र त्यहाँ चाहिँ रुखहरू कति पर्छ भन्ने हामीले चाहिँ त्यसको तथ्याङ्क लिँदा एकचोटिको रिपोर्टले चाहिँ वन मन्त्रालयबाट यो वनहरूको रुख चाहिँ धेरै भयो भन्ने कुरा आएपछि फेरि फाइल चाहिँ रुखलाई घटाउनको लागि फेरि सर्वेको काम सुरु भएको छ र अहिले रुखको सङ्ख्या कम आएर फेरि फाइल मन्त्रालयमा जाने परिस्थितिमा एउटा फाइल हामीले प्रतिवेदन तयार गर्दैछ र तेलपानी बर्दिया भुरीगाउँको यो 42 किलोमिटरको सडक जो यहाँबाट चाहिँ कोलपुरबाट घुमेर जाँदा लगभग 180 किलोमिटर पर्छ। एकदम छोटो दूरी चाहिँ तेलपानीबाट के अरे भुरीगाउँबाट सुर्खेत जाने छोटो दूरीको यात्रा छ। त्यसका लागि मन्त्रीज्यूलाई अघि नै बर्दियाबाट जुन ठाकुरबाबा नगरपालिकादेखि एउटा ज्ञापन पत्र पनि गइसकेको छ, त्यसमा सम्बोधन होस् र हामीले केही जानकारीका रूपमा चाहिँ अझ त्यो बाटोलाई एउटा भेरी नदीले चाहिँ यो बाटो सुचारू गर्नका लागि धेरै असहज भएको छ र अहिले नै त्यहाँ पुल निर्माण गर्न सकिने परिस्थिति नभएको कारणले हामीसँग यहाँ यो कोठिया घाटको पुरानो चाहिँ यो पल्टन ब्रिज चाहिँ त्यहाँ लगेर हामीले चलाउन सक्यौँ भने सहज हिसाबमा चाहिँ गाडी भेरी नदी तर्न सक्ने र यो बाटोलाई सुचारू गर्न सकिने परिस्थिति छ। त्यसका लागि पनि मैले मन्त्रीज्यूलाई आग्रह गरेँ र सुर्खेत जिल्लाको बराताल गाउँपालिका भनेको कर्णाली प्रदेशको राजधानीसँग 6 किलोमिटर नजिक छ। अहिले पनि मन्त्रीज्यू को एउटा स्लोगन अथवा मन्त्रीज्यूलाई चिन्ने एउटा माध्यम भनेको उज्यालो नेपालको मन्त्री, उज्यालो नेपाललाई उज्यालो बनाउन लागिरहनु भएको मन्त्रीज्यूका रूपमा चाहिँ नागरिकले चिन्ने परिस्थिति छ। यसै सन्दर्भमा हामीले चाहिँ अहिले पनि सुर्खेत जिल्ला चाहिँ कर्णाली प्रदेशको राजधानी भएको जिल्लाको गाउँपालिका अहिले पनि अन्धकार परिस्थितिमा छ। यो तेलपानीमा अहिले पनि पोल पुगेको छैन, त्यहाँ बत्ती बलेको छैन र बरातालको वार्ड नम्बर 3 मा पनि अहिलेसम्म चाहिँ पोल पुगेको छैन, त्यहाँ चाहिँ पोलै पुगाउन सकिएको छैन। लाइनको काम त धेरै टाढाको कुरा हो। त्यसकारणले कर्णाली प्रदेशको राजधानीसँग रहेको गाउँपालिका अहिले पनि अन्धकारमा रहेको कुरा पनि म जानकारी गराउन चाहन्छु र टेन्डर प्रक्रिया भइसकेको र काम चाहिँ ठेकदार पक्षबाट अलि धेरै ढिला भएको कुरा म जानकारी गराउन चाहन्छु र यो तेलपानी बर्दिया भुरीगाउँ सडकको विषयमा चाहिँ स्थानीय तहको तर्फबाट हामीले भूमिमा भएको कुनै पनि जग्गामा कुनै समस्या छ भने स्थानीय तह त्यसलाई सहजीकरण गर्न, त्यसलाई सहजता दिलाउन चाहिँ हामी लाग्छौँ र यता भुरीगाउँबाट पनि बर्दिया जिल्लाले पनि भुरीगाउँ ठाकुरबाबा नगरपालिकाले पनि यसलाई सहजीकरण गरेर अगाडि बढाएको छ। के अरे मेयर साहब यहाँ अहिले आइपुग्नु भएन, उहाँले चाहिँ त्यसमा चाहिँ काम धेरै अगाडि बढाउनु भएको छ र प्रोसेसिङका कामहरू अगाडि बढेका छन् र अब यसलाई चाहिँ हामी त्यहाँ बजेट हुँदा पनि काम गर्न सक्ने परिस्थिति छैन। हामीले अघिल्लो वर्ष 10 लाख रुपियाँ खर्च गर्यौँ मान्छेले खनाएर र अहिले पनि मान्छेले खन्ने परिस्थितिमा 10 लाख रुपियाँ हामीले विनियोजित गरेका छौँ। भूमि चाहिँ यता बर्दियाको भूमि पर्छ, सुर्खेत जिल्लाबाट बराताल गाउँपालिकाले त्यहाँ चाहिँ अहिले 20 लाख रुपियाँ लगभग खर्च गरिसकेको परिस्थिति छ। बाटो चाहिँ मान्छेले खनेर चाहिँ जेलामा काम अगाडि बढाएका छौँ र यसलाई डोजरले काम गर्न सक्ने वातावरणका लागि चाहिँ मन्त्रीज्यूले यसको निर्देशन गरिदिनु हुनेछ भन्ने विनम्र अनुरोध गर्दै मेरो भनाइ यस गर्छु। धन्यवाद।